अहिले अवस्थामा यो ठाउँमा औपचारिक रूपले आसन ग्रहणको स्थिति पनि सम्भवतः नरहला। अगाडि बढौँ कार्यक्रम सम्पूर्ण व्यक्तित्वहरू अनि सहभागी मूलक ढङ्गले उपस्थित हुन म आग्रह गर्दछु। नेपाली श्रेष्ठज्यू अब आसन ग्रहण भन्न स्थान ग्रहण भन्छु। उहाँले हात हल्लाइदिनु दुईटै हातले नमस्कार गर्नुभयो, जनता जनार्दनलाई नमस्कार गर्नुभयो। यसै गरी कमल थापाज्यू, अब म कार्यक्रममा मैले सभापति पनि राखिनँ, औपचारिकता पनि गरिरहेँ। यो जानेर नजानेर भएको हेल्पिङ ह्यान्डको संयोजनमा चाहिँ दिवंगर सिंह रायबाजी हुनुहुन्छ। युवा हुनुहुन्छ, चाइनामा इन्जिनियरिङ मास्टर गरिरहनु भएको जस्तो लाग्छ। उहाँ अस्ति पनि आउनु भएको थियो। उहाँ हेल्पिङ ह्यान्डको संयोजक उहाँ हुनुहुन्छ। अब म एकचोटि दाता सङ्गठनतिरै लगाएँ। अरुणिमा शैक्षिक प्रतिष्ठान पनि यसको पार्टनर भएको छ। यसमा सर्वप्रथम संस्थापकहरूबाट घनश्याम एसी, अर्जुन शाक्य, प्रमोद नेउपाने। नमस्कार, म अरुणिमाको पनि संस्थापक हुँ, जनता ब्याङ्कको डाइरेक्टर। अनि कार्यकारी प्रिन्सिपल ईश्वरी लामिछाने र अन्य शिक्षक साथीहरू हुनु। त्यहाँ भाइस प्रिन्सिपल रामचन्द्र सापकोटा हुनुहुन्छ, उहाँ मिलामसीकै हो। अब म अन्याय नगरिकन हामी दाताको भन्दा पनि महत्त्वपूर्ण यहाँहरू हुनुहुन्छ र पो यो कार्यक्रम सफल हुँदैछ। म यहाँको राजनीतिक पार्टी नेतृत्व गरिरहनुभएका व्यक्तित्वहरू, सामाजिक कार्यकर्ताहरूको केही नाम अहिले आइपुग्नु भएको छैन। सांसद शेरबहादुर उहाँ सम्बद्ध नेता हुनुहुन्छ। बद्री चौलागाई नेपाली काङ्ग्रेस सम्बद्ध नेता हुनुहुन्छ, क्षेत्रीय सभापति हुनुहुन्छ अथवा अध्यक्ष भन्ने चलन होला। पार्टी सम्बद्ध हुनुहुन्छ, उतापट्टि हात हल्लाइरहनु भएको छ। मैले फुर्बा हेल्मो त्यो नाम मैले झन्डै यहाँ टिपेको अर्कोतिर कागज पर्यो। त उहाँ ग्यास माओवादी सम्बद्ध हुनुहुन्छ। अब एउटा परिवारले पाउने के यो कुरा जाउँ है। अनि मैले एउटा कुरा थप्नै पर्ने भयो, अलि हडबड पनि भइरहेछ। हाम्रो यो रोटरी क्लबको तर्फबाट त्यो अहिले र यहाँ भनौँ न जीवन जल त्यस्तै अरू केही सामानहरू, केही डायरिया भयो भने त्यसको औषधिहरू यहाँ हाम्रो सानो नानीले लिएर आएका छिन् र उनलाई म आफ्नो के सामान ल्याएको छ त्यो छोटा रूपमा यहाँ भनिहाल त। त्यसलाई गाविस सामान प्रतिनिधिहरू जो नौजना हामीले संयन्त्रका साथीहरूलाई हामीले बाँड्न खोजेका छौँ होइन। हाम्रो अगाडि हुनुहुन्थ्यो संयोजक, वडा संयोजकले कहाँ सामान झर्छ भन्ने जानकारी दोहोऱ्याइ भन्छु, सुनिदिनु होला। 4 नम्बर, 5 नम्बर, 6 नम्बर, 7 नम्बर, 8 नम्बर, 9 नम्बरको गाविस कार्यालय भन्नाले यो यही नै हो। 3 को सहकारी भवन अगाडि, 3 को सहकारी भवन अगाडि यहाँभन्दा अलिकति पर पर्छ। 1 र 2 को
यो भनेपछि यो अहिले यहाँ रहने हो के गरेर गर्नु पर्यो गणेशे बगरमा गएर झर्छ अब यही स्थानबाट वितरण हुन्छ अहिले हामी हजुरहरूले के कुराहरू बुझिदियौँ भने अनुरोध गर्छौँ वडालाई चाहिँ बनाउने अनि बाँड्ने हाम्रो समितिले यो गर्छ अब यहाँ पहिले एउटा पाँचको सक्सेस हुन्छ पाँचको सक्यो पाँच लेबर पाएन अनि हामी ड्राइभर खाना जिम्मेवार लोड गर्छ राति 11 बजीसम्म लोड गर्छ गंगा भण्डारी जनसमुदायलाई वास्तवमा माथिबाट सामान हाल्नुमा स्वयंसेवकको भूमिका के क्षति पुर्यायो के भएको छ तपाईँहरूलाई चाहिँ जस्तै जनता ब्याङ्कले हेल्प यहाँ अर्को संस्था
ले मिलेर यसरी आज सहयोग दिएको छ उहाँहरूलाई के भन्नुहुन्छ तपाईँले के भन्नुहुन्छ यो रात यस्तो बेला पनि भाइ यो गाडीलाई त अगाडि बढाउनु पर्यो अर्को गाडीले उता राख्नु नि गाडी साँच्चै राहत भएको छ त्यो 7-10 दिनपछि के उपाय हुन्छ होला तर मलाई अहिले के लाग्दैछ भने यो राहत भन्ने कुरा चाहिँ तत्कालको लागि मात्रै हो र जो एनजिओ आइएनजिओहरू वा समूहहरू जो त्यस पछाडि अझ ठुलो सङ्कट आउँछ भन्ने मलाई लाग्छ अहिले तपाईँको सिँचाइको कुलोहरू पूर्णतया ध्वस्त छ एकदम सकाप छ र कुलो बनाउन सक्ने स्थिति छैन मकै अब धानहरू चाहिँ अब सबै चाहिँ अब यो पटक चाहिँ उत्पादनै नहुने स्थिति छ यसले अझै पछि चाहिँ सङ्कट निम्त्याउने हो कि भन्ने तत्कालको सङ्कट त टर्यो तर पछिको लागि अझै ठुलो सङ्कट आउँछ कि भन्ने त्यो कुरा एकदम डर लाग्छ नुन भयो अब त्यही दाल 1 बोरा आयो 2 बोरा आयो 3 बोरा भयो हामीले चाहिँ सिन्डिपाल्चरको फ्युल गाडी छ 9वटा काम गर्दा हरेक परिवारलाई पुग्ने गरेर 30 किलो चामल 2 किलो दाल 2 किलो नुन 1 लिटर तेल 2 किलो चिनी 1 टाटा चियापत्ती यसरी चाहिँ एउटा परिवारलाई चाहिने बेसिक चिजहरू चाहिँ हामीले हरेक परिवारको लागि 1100 परिवारको जनता ब्याङ्क जुन पनि ब्याङ्क र अरुणिमा स्कुल र न्युज टिभी यो 4वटा संस्थाहरूको संयुक्त प्रयासहरू चाहिँ हामीले वितरण छौँ। यहाँ हामीले देखिरहेको गरेका थियौँ। शनिबारको दिन चाहिँ गएको शनिबार चाहिँ हामीले नुवाकोट जिल्लाको एउटा गाविसमा हामीले हेल्थ क्याम्प सञ्चालन गरेका थियौँ। प्लस यहाँ खाद्यान्न पुर्याएका थियौँ। यहाँ चाहिँ त्यहाँ वितरण गर्न जाँदा चाहिँ हामीले यसरी पाउन सक्दैनौँ। यहाँको सैनिक क्याम्पमा लगेर हामी यसरी बुझाएर आयौँ र 2 दिनसम्म चाहिँ हेल्थ क्याम्पहरू हामी नुवाकोट त्यो हामीले प्रोग्राम प्लान गर्दैछौँ। तर यही ठाउँमा गर्ने भन्ने कुरा फिक्स भएको छैन। हामी सक्नु गर्दैछौँ जहाँनिर चाहिँ एकदमै भिक्टिम हुनुभएको छ र सरकारको अथवा अन्य संस्थाहरूले चाहिँ फोकस गरिरहेको छ। यहाँ पनि अहिलेसम्म कोही आउनु भएको थिएन। हामी नै पहिलो हो। त्यसले गर्दाखेरि अरू नपुगेका ठाउँमा मात्रै पछि
अफिसमा आउनुहोस् न एकपल्ट कसरी छ होइन त्यो अनुसार अब अरू प्रोग्रामहरू हामी कभर पनि गरिरहेको छौँ जनतालाई टाइम टाइममा हामी अब त्यसमा एजिएमको कुरा आउँछ नभए अरू कुनै कुराहरू हामी सबै सबै कुरा नै हो यो पनि त्यही अन्तर्गत नै तेल चाहिँ एक मात्रै चिनी दुई उता बसेको हातहरु न अहिले उता उता बस अहिले चिनी पातो नामको बोल्नु दाम बोल्नु चिनी अहिले मान्छे खान बस्का पहिला गए 2 केजी है अनि नुन 2 केजी तीनवटा चाहिँ दुधीवटा तीनवटा चाहिँ 1 केजी यो र चामल एउटा वडा नम्बर कति हो त्यो पुरानो एउटा त्यो पुरानो दिने हो किन यसरी बाँड्नुस् अर्को नाम भन्नु अर्को नाम भन्नुस् न ल आउनु भयो अर्को नाम खै अर्को नाम बहादुर हजुर दुईटा भने हैन दुईटा भयो तेल एउटा बाँकी छ तेल एउटा तेल एउटा उहाँलाई बाँकी छ अब चामल अब यो खोइ त राख्दिनु जनताले पाउने कुरा हो लाग्न सक्छ नि बाँड्नु मिल्ने भन्ने चाहिँ त्यही टहर त्यो हो अल्पकालीन तर पछि चाहिँ हामीले पुनर्वासको योजना आउँछ पनि नभत्किनु बनाउनुपर्छ र फेरि यस्तै बनायो भने त छोरा नाति फेरि झ्याप्पै पर्छ अचार हुनु हुँदैन एकदम हामीले एकदम जतिसुकै हल्लायो पनि माथि उठ्नु होइन त्यस्तो हो अब हामी भाग्यले अभागी थियौँ अझै भाग्यमानी भयो दिउँसो आएको कोको बाजे छ भनेर टाग्दा एकजना एउटातिर भेटिन्छ होला तर अहिले त कमसेकम हामी जनता ब्याङ्क पाउँदा हेल्पिङ ह्यान्ड सहयोगी संस्था हेलम्बुता फेरि अर्को संस्था होला आइपिओ होला अर्को संस्था रोजगार धावलमुला टिम्बुरी सम्पर्क आफै बरु आफै निकाल्यो अनि दिनसम्म गाड्दा पनि गाईबस्तु 3 दिनसम्म गाड्दा पनि अहिले चाहिँ त्यहाँ कस्तो दुर्गन्ध अहिले अझै दुर्गन्ध भइरहेछ त्यो परिरहेको त त्यो झिक्निसकेको छैन सर Yeah.
सिटी बोलाउँदा होइन ग्लेकी लागेर आक्रमण लाग्यो एकदम ग्लेकी लागेर त विरोध हुँदै सिपत जान्न ल त्यसरी नि माग्नु त त्यता हरमोडी भयो पैसा